नमस्कार। आज 29 मे 2026 का दिन म यो वोङलुङहोङको स्टीममा आएको छु र यही दिनमा किन आएको छु भन्दाखेरि मैले चाहिँ अलिकति एउटा विगतको इतिहासलाई सम्झेर आफ्नै तरिकाले मनाउन खोजेको। अब त्यो विगतको इतिहास के हो भन्दाखेरि जस्तो तपाईँ हामी चाहिँ हाइकिङ गर्न चाहने, डाँडाकाँडा चढ्न चाहने अथवा अलिकति भनौँ न अग्लो अग्लो डाँडाहरू चढ्न मन पराउनेहरूका लागि यो स्पेसल हुनसक्छ भन्ने मलाई लागेको छ र त्यसैले गर्दा मैले सम्मान पनि गर्ने गर्दछु। विश्वभरिको सबैभन्दा अग्लो चुचुरो सगरमाथा, जसलाई एभरेस्ट पनि भन्ने गरिन्छ, समुद्री सतहबाट 8848 मिटरको उचाइमा रहेको विश्वभरिको सबैभन्दा अग्लो चुचुरोमा आजभन्दा 73 वर्ष अगाडि मानवहरूले पाइला टेकेको दिनको रूपमा लिने गरिन्छ अथवा मानवहरूले उक्त चुचुरोमा सफल आरोहण गरेका थिए। जुन त्यति बेला सफल आरोहण गर्ने व्यक्तित्वहरू थिए न्युजिल्यान्डका एडमुन्ड हेलरी र त्यस्तै नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक उनीहरूले चुचुरोमा टेकेर सफलता प्राप्त गरेका थिए। त्यसैलाई नै अहिले चाहिँ नेपाल सरकारले सगरमाथा अन्तर्राष्ट्रिय दिवस भनेर मान्न सुरु गरेको छ र सम्भवतः आज हङकङको महावाणिज्य दूतावासले पनि त्यो दिवस मनाउने गर्छ होला भन्ने मलाई लागेको छ, किनभने सालिन्दा मनाउँदै आएको अवस्था पनि हो र त्यही भएको कारणले गर्दा त्यो दिनलाई सम्झेर अथवा उनीहरूप्रति सम्मान प्रकट गर्दै मैले चाहिँ व्यक्तिगत रूपमा कुनै न कुनै ठाउँमा जाने गर्दछु। अब हङकङको सबैभन्दा अग्लो चुचुरो ताइमोसनमा जाँदा हुन्थ्यो है, तर अब ताइमोसनमा जाँदै गर्दाखेरि अलिकति समय पनि धेरै लाग्ने र छुट्टी नभएको कारणले गर्दाखेरि मैले चाहिँ आजको यो 73औं सगरमाथा अन्तर्राष्ट्रिय दिवस चाहिँ यो वोङलुङहोङको स्टिममा आएर मनाउँदै गरेको अवस्था हो। गत वर्ष चाहिँ मैले 72औं सगरमाथा अन्तर्राष्ट्रिय दिवस चाहिँ मैले सनसेट होइन लान्तो पिकमा गएर मनाएको थिएँ अथवा लान्तो पिकमा चाहिँ गएर मैले चाहिँ चुचुरोमा पुगेको अनुभव गरेको थिएँ अथवा सगरमाथा अन्तर्राष्ट्रिय दिवसलाई चाहिँ एक प्रकारले मैले चाहिँ सम्मान गरेको अवस्था पनि हो र आज चाहिँ अथवा यो 73औं सगरमाथा अन्तर्राष्ट्रिय दिवस चाहिँ यसरी वोङलुङहोङको स्टिममा आएर अहिले चाहिँ मैले सम्मान व्यक्त गरेको छु र यो आउनको लागि पनि कठिन छ, किनभने तपाईँहरूले ढुङ्गाको अब भनौँ न यत्रो ढुङ्गाहरू यहाँ देख्न सक्नुहुनेछ। तपाईँहरूलाई म अलिकति देखाउँछु। यस्तो खोल्सी हुँदै आउनुपर्छ होइन, खोल्सीको ढुङ्गाहरू चढ्दै आउनुपर्छ, उकालो 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 आउनुपर्छ होइन। अब यो यत्रो ढुङ्गाका जुन यो टुक्राहरू छन् होइन, यत्रा ढुङ्गाहरू छन्, कुनै सानो छन्, कुनै ठुलो छन्, कुनै यत्रो पहाडहरू जत्रो ढुङ्गाहरू छन् होइन, यीहरू सबैलाई नाङ्दै आउनुपर्ने हुन्छ र आइसकेपछि यहाँ पुगिन्छ है। अब यो चाहिँ एकदम मध्य भागको स्टिम हो। अब यहाँदेखि माथि पनि छ र आजको मेरो जुन यो 73औं सगरमाथा अन्तर्राष्ट्रिय दिवसलाई चाहिँ सम्झेर आजको यात्रा चाहिँ मैले यतिमै बिट मार्न चाहेँ। हवस् त, धन्यवाद।